हेलो हाई नमस्ते अनि स्वागत छ सम्पूर्णलाई फेरि पनि मन छ त म गाजाको नयाँ भ्लग अनि आज म तपाईहरुलाई नयाँ ठाउँ लिएर जाँदैछु हैन। भर्खर हिँडेको हामी गाउँबाट थोरै माथि आयो हैन। बुढा र बुढी छौं दुईजना अनि आज त त्यता लाएर लुङ्गी लाएर हिँडिस् भने तले भोलि पनि पुग्दैन भने त्यही भएर लुङ्गी फुकालेर प्यान्ट लाएर आइदिए गाउँमा पनि लाज लाग्दो रहेछ कि सबै देख्दाखेरि गाउँमा प्यान्ट लाएर हिँड्दा चाहिँ अब हिँड्दैछौँ ठाडै उकालो नपुग्ने ठाउँसम्म पुग्ने ठाउँसम्म नै यतिकै उकालो क्या। अब साथीहरू अब गुराँस यहाँबाट यहाँ सुरु हुन थालिसक्यो। हामी गुराँस धेरै पर्ने ठाउँमा जाने हो कि आज काम पनि छ थोरै होइन। अनि होइन घुम्नलाई मात्र हो होइन। कामहरू सबै भ्याइसक्यो नि त घरतिर बिउ लाउने काम हो मेन भनेको त्यो भ्याइसक्यो। अब हामी चाहिँ आज एक दिन छुट्टी छ बुढोको भोलि जानुहुन्छ त्यही भएर हामी चाहिँ अहिले जाँदैछौँ अझै पनि होइन। छिटो छिटो जानुपर्छ किनभने बाटो लाग्यो भने देखाउनु त्यही भएर जाँदैछौँ। गाइस गुराँस होइन यति धेरै छ कि नटिप्नु रस खानालाई ऐसा कौन करता है रे लाग्छ हौ त्यो धेरै नखानु बुढो अहिले काममा आएको मान्छे फेरि यतैतिर झुलेर फर्किनु पर्ला नि फेरि नटिप्नु के पाट लाग्छ फुल टिप्नु हुँदैन हेर्नु वा हुने जाने हो हाम्रो काम अन्त त्यतिर यहाँ त नास्पाती सकिरहन्छ त देखो देखो गाइस गुराँसको त हाँगै भाँदैछ। यसरी हाँगा भाँच्यो नि अर्कोचोटि फुल्दैन नि आमो बिचरा सबै लिएर जान्छु ल म फुलै छुनुपर्ने भयो साथीहरू किनभने अब हामी उता उस जङ्गलमा पुग्नुपर्छ नि त भारी हुन्छ त्यही भएर जाँदाखेरि लिएर जान्छु। अनि त्यो भर्खर भर्खर कोपिलाहरू रहेछ क्या त्यो पानीमा लगेर राखेपछि 2-3 दिनमा फुल्छ तिनीहरूलाई पछि जान्छु म। देखो इतना ज्यादा है त के क्वालिटी अलिकति भएन कि होइन जो देखिन्थ्यो पुरै गाउँ यहीँ छ चाहिँ के कहन्छ हामी चाहिँ अहिले होइन फ्यान्चत गुम्फा एरिया आइपुग्यो। यो रुखहरू चाहिँ त्यो रुखहरू चाहिँ 50 वर्ष पुरानो भन्नुहुन्छ कि बुढाले पहिला रोपेको अरूले। यो चाहिँ हो फ्यान्चत गुम्बा इधर से गुम्बा त्यो काम त्यतै बुटी पर्ने रहेछ फेरि त्यो देखिने रहेछ होइन। म त यहाँनिर धुर्जा रहेछ नि त अनि यति माटो किन बनाएको भने त फ्यान्चत गुम्बा रहेछ नि त। मस्त मोला मस्त कलन्दै तू हवा का एक बवंडर कुछ गई अंदर क्यों रह गया रे कबीरा। देखिए यो चाहिँ अस्ति मेन के भन्छ देवता कि मूर्ति राख्ने कार्यक्रम भइसक्यो यहाँनिर यो सुचारू भइसक्यो होइन। अनि यहाँनिर छ है धारा एकदम फेमस धारा हो नि त एरियाको होइन। पहिलातिर होइन बुढाहरू यतै हुर्केको नि त उहाँहरू त यतै हुर्किनु भएको अनि भरे बोकेर आएपछि यहाँनिर सबै लस्करै बिचारे पानी खाँदै कि र हामी आइपुग्यो फ्यान्चत गुम्बा भन्दा हल्का माथि पिकनिक स्पट ए त्यो भदौ पूर्णिमा कि केमा त्यो पोखरीमा डुब्ने भने यही हो ए यहाँ रहेछ ल उहाँ छ थिएन नि त एक्लै आउने कुरा भएन चिन्दैन पनि डर पनि लाग्छ छोरा मान्नु उतातिर गोस रहेछ हेर्नु माने रहेछ। यो गड्डे सिमाल हो यिनीहरू यो टाल्टो पिकसँग कनेक्टेड छ। यतातिर पङसँगहरू पनि पुरै हिउँले ढाकेको छ कि यतातिर गुराँसहरू सबै लगभग बुढो भएको रहेछ।
यत्रो अग्लो छ नि टुप्पोमा फुल्यो अलिअलि। त गाइस अहिलेसम्म हिँडे छु होइन, लगभग 1 घन्टा हुन लागिसक्यो हिँड्ने। त्यहाँ गाउँबाट निस्केर घरबाट निस्केर 2 मिनट मात्रै होला सिधा बाटो हिँड्यो। त्यसपछि यस्तै उकालो बाटो हिँड्ने छु। हामी चाहिँ अहिले आइपुग्यो कहाँ यासे फेला भन्ने ठाउँमा होइन। अनि यो ठाउँमा चाहिँ पहिला यासे भनेको रुखको नाम हो, ठुलो यासेको रुख थियो अरे कि, अनि पछि ढालिदियो अरे अल्ट्रान्छ। त्यही पनि त्यही रुखको आधारमा चाहिँ यो ठाउँको नाम बसेको रहेछ भनेको रहेछ। हामी देख गणेश हिमाल अहिले त यसरी आई टु आई छ कि। अस्ति घरतिर त यस्तो हेर्नु पर्थ्यो नि त माथि। ढुङ्गाको थुप्रो रहेछ। के हुन्छ अरे यसमा चाहिँ यो ढुङ्गा यसरी राखेपछि चाहिँ खोज्न गएको कुरा पाउँछ भने यसरी पाउँछ भनेर न पहिल्यैदेखि थुपर्दै यत्रो भइसकेको छ। मङ्गुसियारो के रे यसरी के हो कोस्यो भने ए त्यही भएर सबैजना थुकेर जान्छ अरे भन्नुहुन्छ। मैले पनि कहाँ किन कैसर हामी चाहिँ अहिले छिदिङमा आइपुग्यो। बुढाले देखाउँदै हुन्छ पानी पर्दाखेरि त्यहाँनिर आगो बालेर बस्नुहुन्छ अरे कि उहाँहरू। अझै पनि जाँदैन छ। यो बाटो चाहिँ पहिला बजेटमा आउँदाखेरि बनाएको अरे, उता माथिसम्म बजेट थियो अरे, यहाँको मात्रै फोटो खिचेर पठाएको अरे भन्नुहुन्छ। पहिला चाहिँ इन्जिनियरहरू कहाँ साइडमा जान्थ्यो, साइड भिजिट हुँदैन थियो नि त, अहिले पो साइड जान्छ। त्यतिखेर त टन्नै पैसा आयो होला है त्यसो भए त। यहाँदेखि हो त फ्यान्सेट गुम्बाको त्यो धारादेखि भने होइन, त्यहाँदेखि उहाँसम्म खानासम्म खाइदिनु त त्यसो भए त। देखो जंगल ही जंगल है गाइस, इधर से देखो इधर से। गुराँसको बोट यिनीहरू सबै गुराँसको बोट हो। बुढो यो चाहिँ के गर्ने, यो कुच्चो जस्तो फेली ल, यो पातै नभएको चाहिँ फेलीको बोट रे। यो प्रायः सबै गुराँसको बोट छ। अनि तिनीहरू चाहिँ अलि बुढो भएछ है, अलिक बुढो भएछ नफल्ने कम फल्ने तर रहेछ। अनि यो चाहिँ काबाल यस्तो गर्दैन जाने भयो। केटा साथीहरू छोरा छोरी हो बिचरा चाहिँ त्यही लड्दै पढ्दै त्यो सिरी भन्दै आएछौँ। अब गच्छर भन्ने ठाउँ आइपुग्नु लाग्यो, त्यो पछाडि रहेछ। खोइ र बिचरा त्यो पाप लाग्छ यस्तोहरू नगर्नु कि। अलिक ठुलो भए पो ल ए हुन्छ, यो सानो बिचरा बच्चाहरू। त्यो पोथी गुड बसे बेला पोथीलाई खाना खोज्न निस्किन्छ अरे के भालेहरू। अनि त्यतिखेर यसरी मारिदिएपछि अनि बिचरा पछि भोकै हुँदैन। कति आमाहरू त भर्खर बजार निस्केर खाना खोज्न निस्के होला नि चराहरू। हामी चाहिँ आइपुग्यो कच्छर भन्ने ठाउँ। कच्छर देखो गणेशमा उता आउयो है, यहाँबाट आउको देखिनु छ। यता त पुरै छोड्दो रहेछ है, उब्जनी गर्नु छोडेछ।
यिनीहरू 5 मिनट रेस्ट गरेपछि लगत्तै हामी हिँड्यो होइन धेरै बेर बस्ने कुरा नि आएन होइन भ्युज यस्तो रहेको छ त्यहाँबाट देखिँदो रहेछ खोला त्यो लाभा गाउँ हो त्यो यतापट्टि छ ती गाउँ यतातिर छ कपुर गाउँबाट यतातिर यो पछाडि नै अझ 2-3वटा बस्ती छ वहाँनिर देखिरहेको रहेछ खादिङ गाउँ यहाँनिर छ अलिकति क्लियर छैन है क्यामेरा क्वालिटी यस्तै छ कि होइन अब चाहिँ दौडेर रनिङ हामी चाहिँ खतरा हुन्छ है आँखा अगाउँछ क्या जस हुन्छ नि वाउ मन सन्तुष्टि मन तृप्त हुन्छ तलबाटै थियो के यस्तो थियो के त्यो चाहिँ माथिबाट भरेको हो माथिबाट भरे नत्र पहिला यस्तो थिएन हो तलै थियो के तल कुँगाको रङ ए त्यो झरेको यिनीहरू सबै भरेको यहाँ सेल बन्छ क्या हो खुल्नु त खोज्दो रहेछ माउङ त्यहाँ हो ए तल ए ल हामी अहिले आइपुग्यौँ मावङ एरिया यहाँनिर पहिला हाम्रो गोठनी ल्याउँथ्यो भन्नु होइन मावङ यसलाई भन्छ मावङ एरिया यता गाइजहरू त्यो निलो प्लास्टिक भएको त्योभन्दा यता सबै अनि यो माथिको छ नि यो बिचको के ठुलो त्यो सबै अनि यहाँ चाहिँ यो 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 दुईटा सानो बङ्ग छ नि बङ्गभन्दा यताको दुई सिधै माथि तल सबै यतातिर होइन बाख्रा पालन गरेर होइन मस्त हुने रहेछ है उस बाख्रा खडी गरेर खोला भएको भए त उस पनि हुन्थ्यो पानी प्रशस्त भयो भने त बुङ्गुरहरू पाल्दा नि मस्त हुन्छ कि है तादो कहाँनिर देख्यो ए त्यो पिङ्क कलरकोहरूलाई तातो भन्छ हो यो आइपुग्यो अहिले हाम्रो मम र मिमीको आसिङ आन्टीको गोठमा अनि यहाँ रहेको छ गाइज नर्लो छ नि यो हिउँ फाल्ने कुरा अरे क्या तिरपालमा हिउँ परेपछि तिरपाल जोड्छ नि यसरी खुर्का पनि कुरा अरे उतातिर चर्न जानु भएको जस्तो छ त्यतिर गरिरहेको छ बाख्राहरू अहिले त पुरा खोदै बस्ने ठाउँहरू मात्रै रहेछ यहाँ एउटा दुईवटा तिनवटा भयो यहाँनिर पनि एउटा रहेछ चारवटा माथि त गोठ अलरेडी छ त्यहाँनिर भोलि लिएर आउने अरे उताबाट अलरेडी एउटा रहेछ गोठै गोठ रहेछ अब चाहिँ होइन कस्तो हुन्छ भने अब लगभग बिउ लगाइ भ्याइसक्यो नि त होइन अनि गोठहरू माथि माथि बिस्तारै लिएर आउँछ कि माथि लेकै मात्र लैजाँदैन अलिअलि माथि माथि बस्तीभन्दा माथि माथि लिएर आउँछ अनि असार साउनपछि चाहिँ लेकमा लैजान्छ अनि लेकबाट डाइरेक्ट अब गाउँबारीतिर लिएर आउँछ यहाँ बस्ने यो खोजेको कुन ए त्यो माइलीको बेगुदिना मरेको बित्नु भएको थियो है त्यसो भए अब त यहाँ त गोठ आउँदैन होला त भएको त हाम्रो होइन ममच्याङको र मेमच्याङको पनि पहिला चौरी गोठ थियो नि त अनि मेमी बित्नु भएपछि मम्मीले ठ्याक्कै चट्टै छोड्नु भयो अनि ए हाम्रो छिमेकीमा मेमी गरेछ त यो रुखहरूलाई कल्ला भन्छ होइन कल्ला जस्तो लाग्यो त चितुङको भने यिनीहरू हो जाइछ त्यहाँ उभो गाइजहरू हिँड्न गाह्रो भयो अब त धेरै हिँड्यो नि त लगभग 2 घन्टा हुनु भयो है 10 बजे निस्क जस्तो लाग्यो 12 बजिसकेको छ नसकेर
ऐसा करना पड़ रहा है ना। हाय हाय बुढाले पुग्न लाग्यो भन्दा भन्दै अझसम्म पुगेको छैन। खुट्टा गलिसक्यो होइन। तारी हिँड्दैछ किनभने हामी फर्किने हिसाबले आएको हो नि त, त्यही भएर यतातिर गोठाहरूसँग बस्नु पनि मिल्छ होइन। केही ल्याएन अर्को गोठा कसै बस्नु मिल्दैन। यता चाहिँ पुरै भेडा तलतिरबाट गोठाको भेडाहरू रोटेर हिँड्नु परेछ होइन। अल्सो भेडा इधर से भेडाहरू 1 2 3 4 5 6 7 8 उतातिर रुचा गरिदिएर गइसकेको छ। तलतिर नि भ्या गर्दैछन्। यो एउटाले कति गर्छ होला है भेडाहरू? 10-12 हजार। माउहरू त 6-7 हजारमा आउँछ होला। मिठो हुन्छ नि त मासु। यिनीहरू अब घरतिरको भए पो जुठो भात दिएर पाल्ने यताउति हुन्छ नि त। यिनीहरू त सबै वनको घाँस मात्रै खाएर हुर्केको हुन्छ नि त, जडीबुटीहरू खाएर। त्यही भएर होइन। अनि फर्स्ट टाइम खानेलाई त मैले होइन, फर्स्ट टाइम कति 68 सालमा खाँदाखेरि मलाई डाइरिया चलेको, अपच भएको कि ज्यानले पचाउन नसकेको। अनि यसपालि हामी चढी आइपुगेछ कि म झन् गुराँस देखाउँछु भनेको साथीहरूलाई। कोपिला छ चाहिँ यस्तो रहेछ कि यतातिर चाहिँ त्यति धेरै तातो छैन नि त। तल घरतिर पो तातोतिर पो त्यतातिर चाँडै फुलेर चाहिँ चिसो छ चाहिँ। त्यही भएर हेर भेडाहरू। फाइनल्ली गाइज बल्ल आइपुग्यो हौ। 10 बजी हिँडेको थियो, पौने 1 बजेछ हामी है। अनि यहाँबाट देखिने भ्युज भनेको हुन्छ है। टुटुटुटु यो गुराँसको बुटो देख हिमाल। यहाँ फेदैसम्म देखिन्छ भने चाहिँ फेदैसम्म देखाएको छ। यहाँनिर अझै पनि डढेलो गइरहेको कि हेन्दुङवासीहरू खै के गरे हो जहिले पनि। हिजो नेबरको उतापट्टिको डाँडा पुरै यहाँबाट पो देखिन्छ त है। हाम्रो सेर्तुङबाट यिनीहरू देखिँदैन है, यो देखिँदैन, यति मात्र देखिन्छ। सेर्तुङबाट भन्नाले घरबाट यति देखिन्छ। यो डाँडाको यता देख्दैन। म त यो डाँडा भएन भने त देखिन्छ होला भने त यो डाँडा भन्दा नि अग्लो अग्लो उता अर्को डाँडाहरू रहेछ त है। सबै देखिन्छ यहाँबाट। यता रमाइलो हुने रहेछ त है। यो सबै गुराँसको बुटहरू झरा कि फुलमा कि उतातिर त्यस्तोतिर पाखातिर नि रहेछ त कति ढेङ्गङहरू है। यस्तो ढेङ्गङ हुन्छ कि यहाँ त्यो बनाइराखेको हुन्छ। अनि अब पछि गोठ सर्ने बेलामा चाहिँ काठहरू त्यो सिन्ज भन्छ त्यो सबै बोकेर हुन्छ। अनि यहाँनिर ए तिरपाल उ गरेर बस्ने कि गोठमा त भन्नाले खैचर गुराँस माथिसम्म छ। के साथीहरू हामी चाहिँ दुई थरीको गुराँस छ यहाँ। एउटा तामार एउटा तादो। यो तामार हो, यो चाहिँ तादो बुढाले ल्याइदिनु भएको। यसको फरक हुन्छ कि बोटो यस्तो, यसको हेर्नु न झुसै झुस, यसको छैन नि, गुराँस टाइपको हुन्छ कि। अर्को थरी हुन्छ फेरि अझै योभन्दा पनि हुन्छ। यसको चाहिँ अर्कोको चाहिँ यस्तो त सबै बाक्लो हुन्छ क्या नि, स्मेल यस्तो स्ट्रङ हुन्छ त्यसको चाहिँ। फुल मनपर्छ त्यो चाहिँ, बास्ना मन पर्दैन। यतातिर चाहिँ होइन भेडाहरू यसरी खुल्ला छोडिदिन्छ कि गोठाला पछि लाग्दैन, किनभने गार्ड छोड्यो भने त बडी गार्ड। यसले भेडाहरूलाई स्यालहरूबाट अन्य जनावरहरूबाट जोगाउँछ होइन। अनि गोठालाहरूले चाहिँ कतिखेर खोज्छ भने अब बेलुका बास बस्ने बेला भइसक्यो, पुरै आएन भने चाहिँ गोठालाले खोज्नु थाल्छ। हेलो
गुराँस हेर्नु कति थरी यो बेग्लै भयो होइन यो छुट्टै भयो यो छुट्टै भयो यो अझ अर्को छुट्टी कि त्यतिर व्हाइट छैन रहेछ प्योर व्हाइट चाहिँ छैन रहेछ एक ठाउँमा बस्दैन अन्त हिँड्नुपर्छ नि त फेरि अहिले हामी देखा भएर हाम्रो साइडमा आएर बसेको कि ल हामी चाहिँ माथिबाट घुम्दै 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 यहाँसम्म आइपुग्यो यो ठाउँको नाम चाहिँ डोगाफिन्दुर रहेछ बुढाले भनेर बुढो पारेछ त छु होइन द पारे तिब्रिङको ठाउँ रहेछ भोलि गोठ लिएर आउनु भएको जस्तो छ यहाँ रेडी गरेर राखेको रहेछ सिङ्ला उहाँ पनि भोलि गोठ ल्याउने रहेछ रेडी गर्दै हुनुहुन्छ सिङ्चाहरू चासीको भएको छ अब चाहिँ हामी लगभग यहीँसम्म होइन त खाजा यहीँ खाने हो के हामीले घरबाट चाहिँ बिस्कुट अनि चाउचाउ अनि तातो पानी लिएर आएको थिएँ कि अनि अब एकछिन त बसेर हामी खानेछौँ होइन अनि त्यसपछि लाग्नेछौँ चरा मरेको यही चरा मार्नु भएको थियो बुढोले यहीँ पोलेर खाने अरे कि यत्रो बिचरा अब एउटा त हरायो है लागेर भुइँमा झरेको खोज्नु खोजेको त्यो माथि कहाँ झऱ्यो भने भलियो गाइज लाइटर हालेर आउनु भएको रहेछ कि यस्तै के पर्छ भनेर होइन जङ्गल आएपछि के पर्दैन बुढो चुरोट चाहिँ खाने चुरोट खायो भने त म डिभोर्स हाम्रो आगो बोल्न सुरु भइसक्यो है सुती बुढोले होइन यहाँ अघि त्यो के भन्छ झार लिएर आएको सुकेको छ तर कि यहाँ यहीँबाट भाँचेर हाल्यो बुढोले त्यो चाहिँ सुकेको के हो त्यो भने सबै मेरो हातमा फाइनली गाइस खाजाको बोका निकालियो खाजामा 2टा बिस्कुट छ अनि 2टा चाउचाउ छ तातो पानी छ यहाँ यो प्लास्टिकमा यो गुराँसको बोटहरू लानु ल गुराँसको एउटै जातको दुईटा एउटै जातको जस्तो लाग्यो है सर्छ कि सर्दैन के थाहा यो गोडा धेरै थाक्यो आज खाऊ जङ्गलको बिचमा है हम यिनीहरू ठुलो रुखमुनि चाहिँ होइन खासमा निगालो काट्न आएको नि त मन पऱ्यो कि उयो चाहिँ पात छैन यो अनि यो 3टा अनि यसो त र 4वटा छ यहाँनिर बुढो त्यतिर जानुभयो म खोखरी कुरेर बसिरहेको छु कि हामी घर फर्किँदै हो बुढोले त्यो ठुलो लामो घुसाउनु छ यो त छायामा हेर्नुहोस् निगालो गएछ यति अब हामी भेट्नेछौँ साथीहरू अर्को ब्लगमा सबैजनालाई टाटा बाई बाई।